भर्खर केही हिन्दू अभियन्ताहरू र धर्मगुरुहरूले चाहिँ हाम्रो माग पूरा भएन भने हामी हतियार चलाउन पनि पछि पर्दैनौँ भनेर एउटा सरकारले चेतावनी दिएछ। यो कुरा कसरी हेर्नु भएको छ? यो हतियार चलाएपछि को चाहिँ मर्छ? इन्डियाको मुसलमान त मर्दैन, मर्छ। साउदी अरबको त मर्दैन, मर्ने गएको त नेपालको। नेपाली मारेर तिमीहरू खुसी हुन्छौ? तिमीहरूको धर्मले त्यही सिकाएको छ? ए पाखण्डी हो। गीताको सार भन्दैछ ढुङ्गा माटोलाई पनि प्रेम गर। अनि यिनीहरूको चाहिँ कता हालको हतियार समाज त नेपालकै मुसलमान मरे। यिनीहरूले पाउँछ चाहिँ के त? इन्डियामा तपाईँको लाहोर र के अरे उयो टुक्रेको पन्जाबीको त्यो गद्दर फिल्म हेर्नुहोस्। अनि तिनीहरूले के चाहिँ पाए त अहिले? राम्रो पाए? आखिर मुसलमान पनि इन्डियाकै थियो, हिन्दू पनि त इन्डियाकै थियो नि त, होइन र? अब यिनीहरूले त्यही विद्रोह गरेर मुसलमान मारे, मुसलमानको रगत बगेपछि यिनीहरूलाई आनन्द हुन्छ होला नि त। यिनीहरू मती हेर न, मती 5 बजी श्राद्धै गरेर रामको पालीमा सुरु भयो। हिन्दू ज्ञान पुरा थाहा छैन चुतियाहरूलाई। सडकका बाँस लिने अलग धर्म त्यस्तो पनि हुन्छ? यो गलत हो। सरकारले चाहिँ कडाभन्दा कडा धर्मको विषयमा विभेद गर्नेलाई जसले पनि कुरा उठाउनलाई लिएर जाने, ठोकिहाल्ने क्या, चाका घुसार दिइहाल्ने। लौरो बुझ तँलाई यसै नभए उसै नभए किन बाटो भने? मुसलमान मरे नेपाली मरे नि दाइ। त्यत्रो माओवादी द्वन्द्व काल भयो, माओवादी द्वन्द्व कालमा माओवादी मरे, नेपाली मरे, आर्मी मरे, नेपाली मरे। यो कुराको सोख हुँदैन? दिमाग छैन अलिकति? अब फेरि धर्मको युद्ध चलाएर यता हिन्दू मर्छ, नेपाली मर्छ, उता मुसलमान मर्छ, नेपाली मर्छ। अनि धर्मको द्वन्द्व गरेर फाइदा कसलाई?